यदि कसैलाई थाहा छ भने मलाई पनि भनिदिनु होला। यो मनोकामना केबल कार चढ्ने ठाउँमा एकजना दाइ चाहिँ नि क्यामेरा लिएर बसिराख्नुहुन्छ र सबै चढ्ने यात्रुहरूको चाहिँ नि कम्पलसरी फोटो खिच्नुपर्ने कारण चाहिँ नि के होला, खिच्दिन नखिच्नु भन्दा पनि उहाँ जबरजस्ती खिचेर बसिराख्नुहुन्छ। यो सबैको जबरजस्ती गरेर खिच्नुपर्ने कारण चाहिँ के होला मैले चाहिँ बुझ्न सकिनँ। हामी चढ्ने बेलामा पनि उहाँले यसरी नै खिच्न खोज्नुभयो र मैले भयो हाम्रो पर्दैन भन्दा पनि जबरजस्ती गर्नुभयो। मैले मोबाइल चलाउँदै थिएँ, उहाँले चाहिँ नि यता हेर्नु कान सुन्दैन क्या भनेर उल्टै गाली गर्नुहुन्छ। हामी जाँदा त्यही एक दिन मात्र यस्तो हो कि सधैँ यस्तै नै हुन्छ त्यहाँ? कसैलाई थाहा छ भने भनिदिनु होला र आखिर के को लागि हो त्यो फोटो खिचेको चाहिँ नि त्यो पनि भनिदिनु होला। किनकि हामीले भयो हाम्रो पर्दैन भनेपछि त नखिच्नु पर्ने होइन र।